हेलो गाइज, आज चाहिँ हामी यहाँबाट घुम्न एसएनआर भन्ने ठाउँमा जाँदैछौँ। अनि के अरे त्यहाँ गएर अनि घुम्छ मम्मी बुवालाई लगेर। मम्मी बुवा चाहिँ रेडी हुँदै हुनुहुन्छ, म चाहिँ रेडी भइसकेँ। मेरो आजको आउटफिट देखाउँछु ल। चाहिँ मम्मी रेडी भइसक्नुभयो, बुवा खै बुवा यता हेर्नु त, बुवा पनि रेडी भइसक्नुभयो। अनि म पनि यहाँ रेडी भइसकेँ। यो आज हाम्रो आउटफिट। अब यहाँबाट हामी निस्किन्छौँ। सुमन पनि आइसक्नु भएको छ। सुमनले त हेलो भनिदिनु त ल। अनि अब यहाँबाट हामी निस्किन्छौँ है त। अनि हजुरहरूलाई उतै देखाउँछौँ। तपाईँ हामी यहाँबाट हिँड्दैछौँ। लिफ्ट पनि करायो बेर बेर अड्डेर ल। यहाँनिर छ हाम्रो गाडी। अनि त्यसपछि यहाँहरू ल आउँदै हुनुहुन्छ। हामी जान्छौँ अब यहाँदेखि 30 मिनट ड्राइभ है यहाँबाट। 30 मिनट ड्राइभ। हामी छिटो गयो भने अलि हतारमा गयो भने 30 मिनट, नत्र भने 40-45 मिनट लाग्न सक्छ। ठिकै छ अहिलेलाई। हामी घुम्न गइरहेका छौँ आज। मम्मी बुवा हिजो आउनुभयो, साँझ आउनुभयो, हामी बिहान निस्किँदैछौँ आज। सोच्नुहोस् हामी कति घुम्नेवाला मान्छे हो। सबै मान्छे मिल्यो भनेपछि। बुनु म्याडम पछाडि बस्नु भएको छ, हेर्नु सबैले। यहाँ हाम्रो सर चाहिँ गाडी चलाइराख्नु भएको छ, घुमि रमाइलो छ। अनि उता पछाडि दुईजनालाई हाई गरिदियो, यस्तो गर्नु त हेलो ठिक छ ल। सबैले हेरिनु होला, हामीलाई साथ दिनु होला, यति नै भन्न चाहन्छु। अहिले पछि अरू कुरा गरौँ न। धन्यवाद। बाटो त आइसकेको हो कि दुईचोटि बल्ल याद आयो कि त्यो हामी चाहिँ एसएनआर आइसक्यौँ। तर जति सोचेको त्यति समझै छैन त। हरियो नै हो। अब यता हेर्नु सक्नुहुन्छ, राम्रै हो, कस्तो राम्रो देखेछ। बट अगाडिबाट ऊ गर्नु न। यो एसएनआर हामी चाहिँ आइपुग्यौँ। मम्मी बुवा निस्किँदै हुनुहुन्छ यहाँदेखि। अनि अब हामीले उतातिर गएर हजुरहरूलाई देखाउँछौँ है त। अब हामी यहाँबाट जाँदैछौँ। इन्ट्री यतातिर रहेछ। अनि त्यसपछि यहाँबाट अब हजुरहरूलाई हामीले देखाउँछौँ। उतातिर पिङ छ, सानो पिङहरू देख्यौँ। के छ हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो छ, कति राम्रो छ ल। यहाँ हिँडिराख्नु भयो सुमन, उता हुनुहुन्छ। हामी अब यतातिर जाँदैछौँ। के छ यतातिर हेरौँ है त। वाउ नाइस वाउ, कति राम्रो। भेडाहरू छ, भेडाहरू। मम्मी बाबा के अरे उहाँ डुङ्गामा चढेर नेपालतिर जाँदै हुनुहुन्छ। एकछिन यसो तौरिँदै जाँदै हुनुहुन्छ। अनि त्यही हो, अलिकति कालो देखिन्छ, गोरो बनाइदिन्छु म ल ल भयो। बगैँचामा घुमेर सकेर अब घर फर्किँदै गरेको अवस्था छ। तपाईँहरू हेर्न सक्नुहुन्छ वरिपरि पुरै ठुलो रुखहरू छन्, फुलहरू। यता पनि सानो फुलहरू छ, तर कसको फुल हो त्यो थाहा छैन। तर फुल चाहिँ देखिरहेको अवस्था छ यहाँबाट। अगाडि गाडी हेर्नुहोस्, 1EDL 838 नम्बरको बस गाडी हाम्रो गाडी चलिरहेको छ। पछाडि के छ मैले हेर्न मिल्दैन अहिले। हामी सबैजनालाई पनि हेर्नुहोस्, अघि हामीलाई जसरी आइरहेको देखाइरहेको थियो नि हजुरले, हामी त्यसरी नै बसेर हामी त्यसरी नै फर्किरहेको छौँ अहिले। केही पनि छैन, कोही मान्छे अगाडि पछाडि केही फरक छैन। अहिले चाहिँ जस्तो छ त्यस्तै हो कि होइन हो ल। अहिलेलाई यति नै, धन्यवाद। हामी चाहिँ घर आइपुग्यौँ। अनि कपडा पनि चेन्ज गरिसक्यौँ मैले चाहिँ। अनि बुढो चाहिँ भर्खर चेन्ज गर्न जानुभयो। सुमन चाहिँ यहीँ हुनुहुन्छ अहिले। अनि मम्मी बाबा पनि भित्र हुनुहुन्छ। हामी अब चेन्ज गरेर बसिरहेको। अनि अब यहाँदेखि हामी केही खाने सोचिरहेछौँ। तर के खाने सोचिरह अब। अनि त्यही भएर अब यसो सोचिरह। मैले मेरो भोलि बर्थडे छ, त्यसको लागि प्रिपरेसन गर्दैछौँ। अनि यतापट्टिको यो भित्तामा ठ्याक्कै सुमनको पछाडि। अनि अब दाइहरू पनि आउनुहुन्छ। अनि रमाइलो यताउता गर्छौँ है त गाइज ल। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।
त्यही हो अब यस्तै मैले चाहिँ राम्रो राम्रो भिडियोहरू लिने कोसिस गर्छु द्याट्स इट थ्याङ्क यू बाई बाई